हिस्टु कार्कीले फेरि मार्केट तताएर तैट यार पहिला एकचोटि माई पोखरीले मार्केट तताएर फेरि के हो यो फेसबुकमा स्ट्याटस हालेर यार मार्केट खाइरहेको छ यार। कति नपुगेको हो हिस्टु बहिनी, कति नपुगेको तिमीलाई थाहा थियो। अहिले तिमीले भिडियो हाल्यौ होइन, तिमीलाई थाहा थियो यस्तै हाल्यो, कन्टेन्ट हाल्यो भने चाहिँ भाइरल भइन्छ भने तिमीलाई थाहा थियो। तिमीले पहिला पनि त्यस्तै कन्टेन्ट हालेको हो नि त। त्यसपछि माई पोखरी पछि तिमीले धेरै कन्टेन्टहरू पायौ होइन, अलिकति लो भयो जस्तो भयो होला अहिले आफूलाई फेरि तिमीले स्ट्याटस हालेर वर्षा गर्यौ नि त फेसबुकमा होइन। स्ट्याटस पनि फेरि यस्तो खतरा खालको स्ट्याटस थियो, त्यो चाहिँ म राख्दिनँ यहाँ होइन। तपाईँहरू सबैले थाहा पाइसक्नु भयो, बजारमा यत्र तत्र सर्वत्र उपलब्ध छ हिस्टु कार्की भनेर सर्च गर्यो भने चाहिँ उसको स्ट्याटसहरू छ्याल ब्याल पाइन्छ साथीहरू होइन। अब तिमीलाई चाहिँ अहिले यस्तो डबल मिनिङ लाग्दो रहेछ मलाई थाहा भएन भनेर चाहिँ भिडियो चाहिँ हाल्यौ, तर तिमीलाई 100% थाहा थियो बहिनी होइन। यस्तो हाल्दाखेरि चाहिँ यस्तो हुन्छ भनेर तिमीलाई 100% थाहा थियो। जानी यो क्रियाकलाप गरेको तिमीले मलाई राम्रोसँग थाहा छ होइन। नत्र भने यति बुझ्ने मान्छे, यति कन्टेन्ट, यस्तो खतरा कन्टेन्ट क्रिएटरले यो लेख्दाखेरि के पर्छ भनेर चाहिँ तिमीलाई थाहा नहुने कुरा हुँदैन। अहिले चाहिँ झुट नबोल हेर बहिनी होइन। तिमीले चाहेको चाहिँ त्यही हो क्या, अलिकति माथि आउनको लागि, भाइरल हुनको लागि चाहेको। तिमीले अब यस्तो काम गरेर भन्दा पनि तिम्रो कन्टेन्टले नै सबैले चिन्छन् के बहिनी। यस्तो काम गर्नु पर्दैन क्या तिमीले यस्तो स्ट्याटस नलेख्दा पनि, माई पोखरीको भिडियो नबनाउँदा पनि मैले तिमीलाई चिनिसकेको थिएँ क्या। भनेपछि तिमीले राम्रै गर्दै थियौ। अब यस्तो यस्तो लटरपटर कामहरू नगर होइन। तिम्रो जे गर्दैछौ त्यो अगाडि पनि राम्रो गर्दैछौ, जोस् राम्रै हुन्छ क्या बहिनी है। यस्तो गर्नु पर्दैन तिमीले।